हाम्रो भाग्यको नयाँ रेखा कोर्छौ हामीले भाग्यको नयाँ रेखा कोर्छौ हामीले जिन्दगीको रमाइलो क्षण सँगसँगै बिताउने हामी हाम्रो परिवारमा खुसी
केक मात्रै ल्याटेको मात्रै ह्याप्पी बर्थडे हजुरले लगाइदिन्छ नि है नाना छैन र नि छ यही छ त्यही हुन्छ यहाँ चाहिँ यहाँ चक्कु यही छ आमा स्यासे चाहिँ दिएन ल सेसे चाहिँदैन ठिक छ दिदीलाई अलिक बच्चा जस्तो पनि नबनाइदिउँ भन्दियो कि अलिक मेच्योर मान्छे यो चाहिँ मिनाजु लाइटर लाइटर त्यो दुईटा झिलझिल गर्नु पर्यो नि त छ्याएर बनाउनु पर्यो नि सलाई 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 त झन् बेस्ट हो दिदी बसिहाल्छ त पहिला यसरी बसिहाले त म बसिहाल्छ त एउटा हजुर यसरी बस लिइहाल्नु पर्यो नि लिपस्टिक थप्छैन बिरामी न्युड होइन पिङ्क लगायो भने एकचोटि अस्मिता हेर्दै बिरामी जस्तो देखेको उसै त थाकेको अनुहार हो नि थाक्नु ए ल यहाँ त कति थाक्नु वा के लगाइदिन्छु नदेखाओस् न बदमास लिपस्टिक त लगाएको हो तर डार्क छैन डार्क लगाइदिन्छु त्यो एउटा रोज र साडी त हजुरले नै दिइसक्यो अरे ल यो चाहिँ बाबुले यो चाहिँ राम्रो छ नि त एउटैलाई सबैलाई घुमाउने हो कि हजुर एउटैलाई सबैलाई घुमाउने हो होइन हामी यहाँ छ नि अरू दिउँला नि उठ्थिन त्यही त भनेको एउटैले घुमाउँदै जाने हो जति छ यहाँ यसमा त्यही त भनेको मासतिर पनि देखेँ त घरै वरि जाँको तान्नु ल्याए पनि भयो अङ्गामा बोकेर ल्याएर दिँदा पनि छ त्यही त अङ्गालैमा बोक्ने पनि छ माथि बोक्नै नसक्ने गरी त्यही त यो बोकेलाई कति पैसा पर्छ फुलको माला किनाजु म्युजिक नबजाउने 2030 साल कुन चाहिँ त्यो हामी 30 मा नाचे थिएन बिनाजु यही गीत 2030 साल मङ्सिर 23 गते शनिबारको दिन 3:15 तिर जन्मिएकी मेरी घरवालीको आज जन्मदिन घरवाली र बाहरवाली छन् घरवाली भने चाहिँ हाम्रो यो ठेट नेपाली शब्द हो किनभने नेपाली शब्दहरू लोप हुँदै जाँदैछ नि नेपाली शब्दहरू हो त्यसकै लागि चाहिँ यो घरवालीको उच्चारण भएको थ्याङ्क यू नानु खै त उ माचिस दिनाजले सलाई मैले लिएर आएको छु लाइटर नै एकैछिनले मेरो त्यहाँ चल्नुपर्छ 90 छ 90 मान्छे माथिबाट आउँदै पनि कहाँ गयो दिदी Where is knife? Here is nice. म त खाना खानुलाई बोलाउनु पठाएको सुई आइछु हो माला लगाइदिएर सम्झिएर चाहिँ मलाई लिएर आए दिनाजु हजुर यसो यहाँ किन म वाइफाई चलाउँदैछु ल ल चलाइछु अनि त कस्तो सबैजना घरमा हुनुहुँदो रहेछ यो पालिको सेलिब्रेसन झन् रमाइलो नि दिदी हो नि अब हामीलाई पनि यो संयोग जुरेको क्या हजुर जुरेको सबै जुर्ने नै हो पार्ने यो उल्टो भयो नि त नि ए हो ए ल यो त यस्तो जिरो गर्ने हो पका पका बर्बाद पारेको छ टिस्यु मैले चाहिँ मैला खोजेर लिएर ओ यहाँ भित्र ल्याउन यो चाहिँ हातले मात्रै गर्ने हजुरले अनि हामीले गर्ने अब त बल्दैन त होला होइन त म ए साइडमा मात्रै राखेको छु मैले ए तलबाट चाहिँ गाड्ने हो बल्छ बल्छ होला बल्छ त्यही भएर सलाई चाहिन्छ बिना जस्तो के हुँदैन सलाई चाहिँ गाड्ने चलाउनु राम्रो छ हुन्छ सलाई चाहिँ गाड्ने हो क्या हामी एउटा बनाइदिन्छु मलाई राखिदिन्छु ल Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. छेलिन्छ मेरो पकड्ने नै लाग्यो मलाई दिदीले त्यसरी गर्नु लाइटर खाइ त हैन पढ्दै मलाई हेरि लाइट माथि त आउँदै होइसिन्छ सलाई दिन्छु त अर्को लाइटर छ होइन दुईटै Birthday to you. माथिबाट आमाहरुले बोलाउनु Happy birthday to आमाले खाना खाइदिँदै थियो दुईटामा यो बलुन सकिन्छ नि त अनि यो यति नै सक्यो भने होइन त्यो बलेर अनि यसलाई यसमा छुन्छ नाइस आइडिया आमा कतिको काम गर्छ त अहिले थाहा पाइन्छ होइन भएन भने देखि अलि राम्रो हेर्नु है आइस कस्तो
ग्रेट मदरहरु आउँछ यता चाहिँ म बस्छु नि त यता चाहिँ यहाँ बस्छ भन्दा यही राम्रो देखिन्छ यहाँ बस्छ यहाँ हाम्रो यता उता बस्दा हुन्छ नि त हामी उभिनु बस्छ नि त्यही बसिसक्यो हुँदैन त्यही त त्यहाँ बस्नु न बहिनी त्यहाँ भन्नु न काय त्यस्तो होइन होइन Happy birthday to you. Happy birthday to you. Come on, Sunny, now. Put it to the one. यहाँ ठाउँ छ गर्दैन नि गरिहाल्छ यही हो यो चाल्ने सबैले म त भिनाजलाई उचाले चाल्ने सबैलाई यही हो म यता बस्छु भनेको मानेन वर्ष दिनमा आउने बर्थडे पनि खै लाग्यो त नि होइन त्यो चाहिँ नराख्छ त्यो हातमै गर्ने अनि बाल्ने यता पक्रिनु पर्यो होइन यसलाई सकाउनलाई चाहिँ बालु भयो हेर्ने हो हामी सबै मिलेर खै त धेरै लाग्छ नि सा हिँड्न सकिसकेको छैन भयो नि त त्यसो गर्नु न त खबर त माला लगाइदिन्छु न हजुर लगाइदिन्छु त म खिच्छु एकछिन फोटो खिच्दा भयो नि त अहिले बाल्ने बेलामा लगाउँ न अनि एउटा भिडियो अब हामी यति आमालाई दिने गीत यहाँ छ आमा खै हजुरले यो दिस्यो न यो माला लाग्यो नाटक मात्रै हो कि बिमु यसो डेकोरेसन लगाउने फेरि बिमुले मान्दिन
विजय भवतु सर्वदा सर्वदा विजय भवतु भवतु मङ्गलं जन्मदिनं तव भवतु मङ्गलं जन्मदिनं सुदिनं सुदिनं जन्मदिनं तव भवतु मङ्गलं जन्मदिनं Happy birthday to जसले जसले दिए पनि हुन्छ छँदैछ नभए किन्न जाइँदैन थियो सिधा पारेर ल ल ल 1300 बिनाजुलाई खुवाइदिन्छु अनि बिनाजुले दिदीले बिनाजुलाई नि अब हो हामी पछि आज मेरो मन पर्ने मान्छेलाई खुवाउँछु ल ल खुवाइस प्यारा प्यारालाई खुवाउँछु होइन ल ल आऊ कहाँ भित्र लुकेको यता यता बिबु आउनु यता 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 नजिक आउनु बहिनी त सधैँ मेरो प्यारी नै हो तिम्रो त सधैँ भेट्दैन आऊ बहिनी त अर्को साल पनि हुन्छन् केही छैन म अर्को साल खाउँला होइन आऊ न बिनाजु साइडमा बसिन्छ त हजुर हाम्रो बिनाजुलाई बिनाजु लाउन ल बिनाजु हजुरलाई पनि ल हाम्रो दिदी बिनाजु उस्तै बनाइदिन्छ ह्यापी बर्थडे Happy birthday to you. Happy birthday to you. I also need one. Pizza. Okay. त्यही भित्रै थियो Thank you, Dadu. Happy birthday. केक पनि खाँदैछ सुधा मेरो बाट है म दिदीलाई खुवाउँछु खिच्देऊ है मेरोबाट आमा हजुर कोक दिसिन्छ भिनाजुको यो जति Okay. मेरो प्यारी दिदीलाई भिडियो जन्मदिन दिदी मेरो प्यारो मान्छे तेरो तर्फबाट आई लभ यु धेरै धेरै
यो हो नि त सेलिब्रेसन ए लो कस्तो राम्रो देखियो नि आमा के भेटिन्छ ल आमाले के पनि खिच्नु आमा बेला राखौँ न त पक्किस है त ल एक दुईवटा चाहिँ कलर राख्नु अरू त राम्रो देखेको यो यहाँ छ थ्याङ्क यू ताली हाथी बढे हाथी बढे हाथी बढे कान्छी हाथी बढे थ्याङ्क यू नानी कस्तो मिठो छ अनि पुरा रसमलाई रहेछ अनि ल म पनि छु नि 2030 साल मङ्सिर 23 गते शनिबारका दिन जन्मिनु भएकी मेरी धर्मपत्नीलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना धन्यवाद सबैको माया प्रेम यसरी नै रहिरहोस् खै त अब के खाने होइन बर्थडेमा त बर्थडे सेलिब्रेसन त्यो त बिहा हो नि त मेरी उम्र के नौजवानों तुमने कभी किसी से प्यार किया किसी को दिल दिया मैंने भी दिया हमने भी दिया तिमीहरु का त छीन लिया हो त उहाँलाई दिया हमने भी दिया यहाँ आइसु न यहाँ खाली गो कोही यहाँ पनि आइसु न यहाँ आइसु न यहाँ पनि खाली गो मेरी उम्र के नौजवानों गरेर हाँस्छौ मेरो मिटिङ छोडेर झोला खोल्ने तयार तयार लिने दिने तयार झोला हेरेर वाउ महालक्ष्मी माता मनोकामना सत्यम ज्वेलर्स लाइभ मिटिङ वाउ म त